कविताको सामान्य परिचय र यसका तत्त्वहरू। नमस्कार साथीहरू, आज म कविताको सामान्य परिचय र यसका तत्त्वहरूबारे जानकारी प्रस्तुत गर्न गइरहेको छु। आशा छ यो भिडियो अन्तिमसम्म हेरिदिनुहुनेछ। साहित्य अध्ययन गर्ने साथीहरूको लागि यो अत्यन्तै उपयोगी छ र नेपाली विषय लिएर पढ्ने साथीहरूको लागि त झन् धेरै नै महत्त्वपूर्ण छ भन्दै यो भिडियो सुरु गर्छु कविताको सामान्य परिचयबाट। साहित्यका विभिन्न विधाहरू कविता, नाटक, आख्यान र निबन्धमध्ये कविता सर्वप्राचीन र अति लोकप्रिय विधा हो। कवितालाई अङ्ग्रेजी साहित्यमा पोएट्री भनिन्छ भने पूर्वीय साहित्यमा कविता वा साहित्यलाई काव्य भनिन्छ। संस्कृत साहित्यमा काव्य र साहित्यलाई पर्यायवाची शब्दको रूपमा लिएको पाइन्छ। कविताको सर्वमान्य परिभाषा पाउन सकिँदैन, त्यसकारण पूर्वीय तथा पश्चिमी विद्वानहरूले दिएको परिभाषा अनुसार कविता भनेको शब्द र अर्थले रूप काव्य हो। भामह रसात्मक वाक्य काव्य हो। विश्वनाथ कविता भावनाको बौद्धिक कोमलता हो। बालकृष्ण सम। यसकारण कविता भनेको कविद्वारा रचना वा सिर्जना गरेको साहित्यको प्राचीन र लोकप्रिय विधा हो। कविता रचना हुनको लागि जुन जुन कुराको आवश्यकता पर्दछ त्यसैलाई कविताका तत्त्वहरू भनिन्छ। कविता निर्माण हुनको लागि शीर्षक वा संरचना, विषयवस्तु, भाव विधान, लय विधान, बिम्ब प्रतीक अलङ्कार विधान, भाषाशैली जस्ता तत्त्वहरूको आवश्यक पर्दछ। यहाँ यिनै तत्त्वहरूको संक्षिप्त चर्चा गरिएको छ। शीर्षक वा संरचना। शीर्षक कविताको महत्त्वपूर्ण तत्त्व हो। शीर्षकले कुनै पनि सिङ्गो रचनाको प्रतिनिधित्व गरेको हुन्छ। कवितामा वर्णन भएको विषय र शीर्षक बीच अन्तर सम्बन्ध रहनु पर्दछ। कविता कसरी बनेको वा निर्माण भएको छ भन्ने कुरालाई नै संरचना भनिन्छ। विषय वस्तु कविताको लागि चयन गरेको भावभूमि विषयवस्तु हो। कविले जीवन जगत, मानवीय स्वभाव, प्रकृति, धर्म, संस्कृति आदिलाई कविताको विषय बनाएर रचना गर्दछन्। भाव विचार मानव हृदयमा प्रेम, उत्साह, क्रोध, घृणा, हास्य, श्रृङ्गार आदि भावहरू रहेका हुन्छन्। ती भावहरूलाई कविताका माध्यमबाट व्यक्त गर्ने काम कविले गर्दछ। त्यसकारण भाव वा विचार बिना कविताको रचना हुन सक्दैन। कविता पढेर वा सुनेर पाठक वा भावकको हृदयमा जुन कुराको अनुभव वा अनुभूति गर्दछ त्यसैलाई भाव वा विचार भनिन्छ। लय साहित्यका अन्य विधाहरूबाट कवितालाई अलग्गै रूपमा चिनाउने तत्त्व लय हो। यो कविताको आधारभूत तत्त्व हो। यसले नै कवितालाई श्रुति मधुर र कर्णप्रिय बनाउँछ। त्यसकारण लय कविताको साङ्गीतिक पक्ष हो। लयले कवितालाई विशिष्ट बनाउने काम गर्दछ। भाषाशैली साहित्य भाषिक कला भएकाले भाषाशैली कविताको महत्त्वपूर्ण तत्त्व हो। भाषा विचार अभिव्यक्तिको माध्यम हो भने शैली अभिव्यक्तिको त्यसलाई प्रयोग गर्ने तरिका हो। कवितालाई सरल, आलङ्कारिक, नाटकीय, वर्णनात्मक आदि शैलीको प्रयोग गर्दछन् कविहरूले। दृष्टिबिन्दु कवितामा भाव वा विचार व्यक्त गर्ने व्यक्ति वा पात्रलाई दृष्टिबिन्दु भनिन्छ। कहिले कवि आफै उपस्थित भएर कहिले अरूलाई उपस्थित गराएर भाव व्यक्त गर्दछन्। प्रथम, द्वितीय, तृतीय पुरुषको प्रयोग कवितामा हुने गर्दछ। प्रथम पुरुष दृष्टिबिन्दुलाई आन्तरिक दृष्टिबिन्दु र अरूलाई बाह्य पुरुष दृष्टिबिन्दु भनिन्छ। बिम्ब प्रतीक र अलङ्कार बिम्ब प्रतीक र अलङ्कार काव्यको शोभा बढाउने तत्त्व हो। पूर्वीय विद्वानहरूले यसलाई काव्यको महत्त्वपूर्ण तत्त्वको रूपमा लिएका छन्। जुन तत्त्वले कविताको सौन्दर्य बढाउँछ र कवितालाई विशिष्ट र आलङ्कारिक तुल्याउँछ त्यसैलाई बिम्ब प्रतीक अलङ्कार भनिन्छ। यी तत्त्वहरूका अतिरिक्त कवितामा कथन पद्धति, विचार, शीर्षक आदि सहायक तत्त्वका रूपमा रहेका हुन्छन्। यी सबै तत्त्वहरूको उचित संयोजनबाट नै उत्कृष्ट कविताको निर्माण हुन्छ भन्दै आजको यस भिडियोबाट बिदा हुन्छु। हवस् त, नमस्ते।